त्यो सुकुम्बासीको पीडालाई बोल्ने कोही छ त? न कङ्ग्रेस बोल्यो, न एमाले बोल्यो, न के पनि नेकपा बोल्यो, न के अरे हाम्रो राप्रपा बोल्यो। नेपाली दाजुभाइ होइन सुकुम्बासी भने चाहिँ। र यो समस्यालाई समाधान कसरी गर्ने भन्ने बारेमा पनि उहाँसँग आइडिया छैन क्या। आजभन्दा 30-40 वर्ष पहिलादेखि मान्छेले चाहिँ नै होइन खाइ नखाइ लगानी लगाएको छ, घर बनाएको छ। त्यो देख्यौँ नि हामीले 3 तले 4 तले। मेरो आइडियामा हिँड्ने भने चाहिँ त्यो जग्गा चाहिँ सरकारी मूल्याङ्कनमा त्यो मान्छेलाई किनाउनुपर्छ क्या, जसले घर बनाइसकेको छ नि होइन। उसैले सरकारले चाहिँ धनी पूर्जा दिनुपर्छ, तर सशुल्क धनी पूर्जा दिनुपर्छ। त्यसो गर्यो भनेदेखि वर्षै पछि उसले त्यो जग्गाको कर पनि तिर्छ, घरधुरी कर तिर्छ होइन। खरबौँ रुपियाँ तपाईँको चाहिँ इन्कम हुन्छ। यो विषयमा किन सोचेन सरकारले? जस्तै अब धरानकै कुरा गर्नुहुन्छ भनेदेखि तपाईँको धरानमा होइन, चितवनमा, विभिन्न ठाउँमा यति धेरै तपाईँको चाहिँ ऐलानी जग्गामा बस्ती छ। त्यो फेरि अहिलेदेखि छैन, जब तपाईँ जन्मिनु भएको थिएन नि तबदेखि छ। जब म सानो थिएँ त्यहाँदेखि छ। त्यहीँ बसेर त्यहीँ तपाईँको चाहिँ जन्मेको मान्छेहरू अहिले बुढो भइसक्यो है, उसको छोरा नाति भइसक्यो। अब त्यो जग्गामा त्यहाँ ऊ त बसिसक्यो होइन, उसले पुस्ता आफ्नो लगानी लगाइसक्यो, उसको पहिचान त्यहाँ भइसक्यो, ठेगाना त्यहाँ भइसक्यो। अब त्यसलाई चाहिँ कसरी समाधान गर्नु पर्थ्यो यदि सरकारले, मेरो जस्तो आइडिया होइन यदि थियो भनेदेखि चाहिँ त्यो जग्गालाई चाहिँ मूल्याङ्कन गरेर सरकारी मूल्याङ्कनमा त्यो जग्गा तैँले किन्नुपर्छ। त्यो ओगटेर बसिस् नि, अब त्यो तैँले किन्नै पर्छ भनेर सरकारले नै धनी पूर्जा दिने। ऊबाट सशुल्क क्या, त्यतिकै निःशुल्क होइन। त्यस पछाडि त्यो जग्गा त नम्बरी भयो नि त, वर्षै पछि उसले कर तिर्छ होइन, मालपोत तिर्छ नि त जग्गाको है। त्यो हिसाबले जानुपर्ने हो नि त। अब यो यसरी उठाउन थाल्यो भनेदेखि तपाईँको आधी नेपाल उठ्ने देख्छु म। त्यो हिसाबले त फेरि अव्यवस्थित बसोबास त अझ बढेर जाला नि। सुन्नु न, व्यवस्थितै नहोला नि त। व्यवस्थित छ, किन छैन? बाटो बनाएको छ नगरपालिकाले, पानी दिएको छ, बिजुली दिएको छ है। यति हो कि घरको नक्सा पास गरेको छैन। किन गरेको छैन भन्दाखेरि जग्गा चाहिँ उसको नाममा नभएको कारण होइन। ठुल्ठुलो घरहरू यत्रो घरहरू बनाएको छ, 30 फिटको 40 फिटको बाटो निक्लिरहेको छ। यदि त्यसलाई रोक्नुपर्ने थियो भने राज्यले त्यतिखेर रोक्नु पर्थ्यो क्या। राज्य भने त जहिले पनि हुन्छ नि त सरकार त होइन, चाहे त्यो केपी ओलीको होस्, चाहे त्यो शेरबहादेउपाको होस्, चाहे प्रचण्डको होस्, सरकार त थियो नि त यो देशमा, थिएन त है। चाहे त्यो पञ्चायत कालमा होस्, थियो नि त सरकार त। त्यतिखेर चाहिँ सरकारले छोडिदियो, ल बस के गर्छौ गर भनिदियो त्यतिखेरको सरकारले। अनि बस्यो, अनि जनताले चाहिँ नि आफ्नो इन्भेस्टमेन्ट त गर्यो नि त होइन। त्यही घरमा सानसानो नानीहरू जन्मे, त्यही नानीहरू तपाईँको कोही लाहुर लागे, कोही जागिर खाएर तपाईँ जागिरे भए, कोही बिजनेस गरेर चाहिँ होइन के अरे व्यापार बन्दमा लागिसकेपछि उसले पैसा कमायो। पैसा कमाइसकेपछि कहाँ लगानी गर्यो त भन्दाखेरि जहाँ उसको बाँसको टाटी भएको उसको बाउआमाको घर थियो त्यहीँ उसले घर थप्यो होइन। त्यसरी चाहिँ बसेको बस्तीहरू हो नि त। यसको उपाय चाहिँ मैले चाहिँ यदि म चाहिँ भइदिएको भए त्यति बराबरको जग्गा चाहिँ उनीहरूलाई किनाउँथेँ क्या। अब यो बाहिर बसिहाल्यो तिमीहरू, कहिलेदेखि बस्यो? 30 वर्ष पहिलादेखि, 25 वर्ष पहिलादेखि होइन। सरकारले नै बसाएको हो नि त त्यो। त्यसले गर्दा न पानीको तपाईँको छैन नाला पनि गाँसिदियो होला, बिजुलीको तपाईँको मिटर पनि लगाइदियो होला, बाटो पनि बनाइदियो होला होइन र। त्यो बस्तीमा स्कुल बनायो होला सरकारले नै। त्यतिखेर सरकारले गरेको कुरा अहिलेको सरकारले जिम्मा लिनुपर्छ कि पर्दैन? एक खालको पर्छ नि त। त्यसरी जिम्मा नलिने भने त जवाफदेहिता भन्छ नि, त्यो हो क्या जवाफदेहिता भनेको चाहिँ। एकाउन्टेबिलिटी त हुनु पऱ्यो नि त। आफूभन्दा तपाईँको पूर्ववर्ती सरकारले गरेको कुराको पनि एकाउन्टेबिलिटी लिनु पऱ्यो क्या हामीले। मिलाएर लानु पर्थ्यो सबै कुरा। जस्तै अहिले हामी सिंहदरबारमा बस्छौँ, त्यो सिंहदरबार अहिलेको बालन सरकारले बनाएको त होइन नि, त पहिल्यै सरकारले बनाएको हो नि त। उसले बनाइराखेकोमा हामी बसिरहेछौँ। यो एउटा तपाईँको इन्स्टिट्युसनल कन्टिन्युटी हो क्या। त्यसो भएको कारणले गर्दाखेरि चाहिँ त्यो जग्गा चाहिँ सरकारी मूल्याङ्कन बराबरको पैसा चाहिँ त्यो व्यक्तिबाट जसले त्यो ओगटेर बसेको छ 30-35 वर्षदेखि, त्यो जग्गा चाहिँ तपाईँको सरकारले उसको नाममा लगाइदिने, पैसा सरकारको राजस्वमा बाँध्ने होइन, ढुकुटीमा बाँध्ने। प्रत्येक साल त्यो मान्छेले त्यो जग्गाको कर पनि तिर्छ, अनि त्यो जुन संरचना बनाउँछ त्यसको धुरी कर पनि तिर्छ। अनि यसरी चाहिँ तपाईँको के हो त भन्दाखेरि राजस्व वृद्धि हुन्छ क्या। त्यसतर्फ सोच्नुपर्छ।